सुजलपा नमस्ते। आज पनि हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा युनिक साक्य र म शङ्कर थापा समय सन्दर्भ लिएर यहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। धेरैवटा कार्यक्रममा हामीले सङ्क्रमितहरूसँगको कुराकानी अनुभवहरूलाई समावेश गरिसकेका पनि छौँ। आज पनि हामी एकजना सङ्क्रमित हुनुहुन्छ, उहाँसँग कुराकानी गर्ने जमर्को गरिरहेका छौँ। हामी उहाँसँग फोन सम्पर्क गर्ने कोसिसमा छौँ। सरसर्ती भन्नुपर्दा उहाँको परिचय म अहिले दिँदैछु। दिलबहादुर महर्जन हुनुहुन्छ, कीर्तिपुर नगरपालिका वडा नम्बर 9 का सङ्क्रमित हुनुहुन्छ। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। सम्पर्कमा आइसक्नु भएको छ दिलबहादुर महर्जनज्यू। म आज उहाँलाई जोड्दैछु। हेलो हजुर। हेलो कसरी भन्दाखेरि कसैले पनि पाल नदिएर, हेलो कसैले पनि आयो भने कसैको पैसा। दिलबहादुरजी, यहाँ समय सन्दर्भ कार्यक्रममा यहाँलाई स्वागत गर्न चाहन्छु। बढी समस्या यहाँ साउन्डमा केही डिस्टर्ब आइरहेको जस्तो मलाई लागिरहेको छ। तपाईँले सुन्नु भएको छ राम्रोसँग? घरमा पनि घर होइन, अब साउन्ड चाहिँ ठिकै साउन्ड आइरहेछ, सुन्न गाह्रो भइरहेको छ। घर दलीसँग चाहिँ साउन्ड सुन्न गाह्रो भइरहेको छ, कुनै डिस्टर्बेन्स आइरहेको छ है। म प्रविधि मित्रलाई यहाँबाट अनुरोध गर्न चाहन्छु, साउन्डमा अलिकति डिस्टर्ब आइरहेको छ, केही डिस्टर्बेन्स आइरहेको छ, त्यो मिलाइदिनु म अनुरोध गर्दैछु। यो समय सन्दर्भ कार्यक्रम चाहिँ हाम्रो नेवा एफएमबाट प्रत्येक बिहान यतिखेर प्रस्तुत हुन्छ। म आज हाम्रो समय सन्दर्भमा विभिन्न सङ्क्रमित व्यक्तिहरूसँगको कुराकानी प्रस्तुत गरिसकेका छु र आजको कार्यक्रममा मैले यहाँलाई स्वागत गरेँ। सबभन्दा पहिला म यहाँको परिचय दिलाउन चाहन्छु। कीर्तिपुर नगरपालिका वडा नम्बर 9 निवासी हुनुहुन्छ दिलबहादुर महर्जनज्यू। उहाँ चाहिँ कीर्तिपुर सहकारी सङ्घका अध्यक्ष र उहाँ चाहिँ सहकारी सङ्घका हजुर सहकारी सङ्घका चाहिँ संयोजक पनि हुनुहुन्छ हैन? अनि यो सहकारीमा काम गर्दा गर्दै कसरी सङ्क्रमित हुन पुग्नु भयो, यहाँ अलिकति बताइदिनुहोस् न सुरुमा। हजुर, होइन अब सहकारीमा हामीले पुरै चाहिँ सेफ्टी मेजर गरिरहेका छौँ। हजुर, त्यही पनि अब बाटोमा भयो कि अब त्यहाँ भयो, त्यो चाहिँ पुष्टि गर्न हामीले सकेको छैन। हजुर, तर कहाँबाट यो सर्यो भन्ने कुरा थाहा त अहिले थाहा भएको छैन। हजुर, अनि सङ्क्रमण अब सहकारी हजुर र घर मात्रै हो अहिले हामीले। म बाटोमा भयो हो कि सहकारीमा हजुर भएको हो, त्यो चाहिँ टक्क अहिलेसम्म आउन सकिरहेको छैन। हजुर, बाटोमा हिँड्दै हुनुहुन्छ कि के हो? मैले डिस्टर्ब गरेँ, अलिक स्याहाँ गर्दै हुनुहुन्छ? हुन्छ हुन्छ, म अहिले पुगेँ, घर पुगेँ। ए, अलिक बोल्न अप्ठ्यारो भएको त छैन? सास फेर्न कठिनाइ त केही अनुभव भएको छैन यहाँलाई? होइन, अब यो एक हप्ता चाहिँ एकदमै गाह्रो भयो। हजुर, खोकी लाग्ने, जिउ जम्मै दुख्ने, यो सबै कुरा एक हप्ता चाहिँ एकदमै गाह्रो। एक हप्ता 10 दिन चाहिँ एकदमै गाह्रो भयो। हजुर, अब यसपछि 10-12 दिनपछि बिस्तारै अहिले चाहिँ भयो। अहिले यो 20 दिन हुँदा अलिकति नर्मलै छ। ए, आज यहाँ सङ्क्रमित हुनुभएको थाहा भएको 20 दिन भयो? होइन, मैले टेस्ट गरेको तपाईँको चाहिँ 5 गते टेस्ट गरेको भन्दाखेरि आजले 20 दिन भयो। हजुर हजुर हजुर। अनि त्यस पछाडि पोजिटिभमा हुनुहुन्छ अहिले होइन? अहिले मैले 19 दिनमा मैले टेस्ट गर्दाखेरि पोजिटिभ आएको छ। परिवारको सबैको नेगेटिभ आयो, मेरो पोजिटिभ आएको छ। भन्नाले यहाँको कुनै पनि प्रब्लम चाहिँ छैन। यहाँको परिवार सबै सङ्क्रमित हुनुभएको थियो? हजुर हजुर, मेरो अब छोरा अनि श्रीमती 3 जना परिवार छ, 3 जनाको पोजिटिभ आयो। ओहो, यस्तोखेर तपाईँहरूलाई अब घरमा कसले सहयोग गर्यो? खानेकुरा पकाउनेदेखि लिएर अब भनौँ भाँडा धुनेहरू, यस्तो कामहरू धेरै कठिन भयो होला है? होइन, अब हामी 3 जना भएको हुनाले अब श्रीमतीले सबै कुरा मतलब काम गर्ने पकाउने जम्मै कुराहरू, श्रीमतीलाई त्यति गाह्रो थिएन। श्रीमती सबै अब उहाँको ज्वरो पनि आएको थिएन, तर उहाँको रुवा खोकी थियो, त्यो उहाँले चाहिँ सबै गर्यो। अब सामानहरू ल्याउने उसमा चाहिँ अब उता मेरो
ससुरालबाट हाम्रो सालो नवीन महर्जन हजुर रोबिन अनि अब अगाडि भाइ त्यस्तो ऊ थिएन भाइले अनि उता मेरो ज्वाइँले कुलेश्वरको मेरो ज्वाइँ बहिनीले गरेर सपोर्ट यहाँ अब टोलमा सबैले यताउता सपोर्ट गरेर सामान ल्याइदिन्छ अनि हामी बाइकिङ पठाउँछौँ घरबाट त्यसपछि हामीले चाहिँ देउस कसैलाई पनि कन्ट्याक्ट नहुने गरी हामी एउटा बाल्टिनबाट त्यसरी चाहिँ सामानहरू ल्याउने सबैले अध्ययन गरेर सालोले सबै सामानहरू ल्याइदिने गर्छन् त्यो अनुसारको गरेको छ। अब औषधिको लागि हाम्रो दास फर्माको हरिसले चाहिँ विदेश औषधि चाहिने हो उसले पठाइदिन्छ। अनि त्यसरी चाहिँ हामी घरमै बसेर सबै ट्रिटमेन्ट गर्ने अनि आयुर्वेदिक पनि युज गर्ने। आयुर्वेदिकको लागि हाम्रो नगरपालिकाको मेयरको पिए विकासले अनि हाम्रो सालो अनिल महर्जन थ्रु आयुर्वेदिकको औषध पनि घरमै पठाइदिन्छ। त्यही गर्दा हामी खाएर अनि अर्को सूर्य बज्रले पनि आयुर्वेदिक औषधि हाम्रो बजार कार्यालयले पनि पठायो। सबैले यसरी हेल्प गरेर हामी घरमै बसेर हामीले चाहिँ आइसोलेसनमा बसेर ट्रिटमेन्ट गर्यौँ। हजुर पारिवारिक तवरबाट साथीभाइहरूले सहयोग गरेर तपाईँले चाहिँ आइसोलेसनमा बस्नुभयो है? हजुर। अनि त्यतिखेर अनि कतिको दुःख लाग्थ्यो तपाईँलाई? कुनै पीडा हुन्थ्यो कि एकदम अब रोगले पीडा भएको कि मानसिक तनाव पनि हुन्छ नि? पीडा आफूलाई भन्दा पनि छोरालाई गाह्रो हुँदाखेरि आफूलाई त पीडा छरेछ तर छोराको अति नै गाह्रो भयो। उहाँको अब खोकी लाग्ने जिउ दुख्ने रुने सबै गर्दाखेरि पीडा त अति नै पीडा भयो। अब कतिजना रुनु पर्ने अब उहाँको त्यो पीडा देखेर धेरै चाहिँ पीडा चाहिँ भयो। हजुर तपाईँलाई र तपाईँको मिसेसलाई भन्दा पनि छोरालाई चाहिँ बढ्ता पीडा अनुभव भयो? छोरालाई चाहिँ जति बढी चाहिँ मलाई पीडा भयो। उहाँलाई उहाँको खोकी भनेको त तपाईँको जिउको पुरै आँखादेखि आउने गरी दुख्ने अनि पुरै जिउ दुख्ने अनि रुने कराउने गर्दाखेरि चाहिँ धेरै पीडा चाहिँ छोराकोबाट हामीले एकदमै पीडा सहनु पर्यो। हजुर एकदमै दुःखको क्षण थियो। अब परिवारमा सबैजना सङ्क्रमित भएर बस्नु पर्दाखेरि एउटा कोठामा थुनिएर बस्नु पर्दाखेरि एकदमै दुःख भयो होला भने अनि त्यतिखेर तपाईँहरूलाई साथीहरूले कसैले फोन गरेर कुनै सान्त्वना हौसला केही दिनुभएको थियो? छ अब हाम्रो मेयर साहबले गर्नुभयो, उपमेयर साहबले गर्नुभयो अनि हाम्रो वडा अध्यक्षले त मतलब अब किटहरू पठाउनु भयो। उहाँले अब टाइममा फोन गर्नुहुन्छ वडा अध्यक्ष गङ्गाराम महर्जनले अनि अरू साथीभाइ सबैले चाहिँ उयो हाम्रो अब दिलीप महर्जन अनि हाम्रो चाहिँ रूपा महर्जन सबैले सुरेन्द्र मनन्दर सब साथीभाइहरूले सबैले चाहिँ तुलसीदास महर्जन अनि यसरी सबैले चाहिँ फोन गरेर मेरो अब सहकारीका कर्मचारी सबैले फोन गर्नुभयो। यसरी चाहिँ सबैले चाहिँ हौसला उसको लागि चाहिँ फोन गर्नुभएको छ। साथीभाइ परिवार नातागोता सबले फोन गरेको। हजुर अनि यो तपाईँलाई भएको सङ्क्रमण चाहिँ नि सहकारीमा अन्य व्यक्तिहरूलाई पनि सरेको कुनै थाहा भयो? केही कुरा थाहा भयो? त्यस्तो खालको सहकारीमा अरू कसैलाई भएको छैन। अब एउटा हाम्रो म्यानेजरलाई भएको थियो र मलाई दुईजनालाई भएको हो। अब हामीले कसरी कहाँबाट भयो त्यो भन्ने कुरा चाहिँ मुख्य गरेर यो थाहा नहुने किसिमबाट चाहिँ पैसाबाट सर्छ अरे भन्ने धेरै अनुभवहरू हामीलाई श्रोताहरूले बताउनु भएको छ। पैसा हुन्छ नि नोटहरू लेनदेन गरिन्छ नि? हजुर हजुर। अब हुन त पैसा त हामी दुईजनाले पैसा छुँदैनौँ। ए हजुर। अब म्यानेजरले पनि पैसा छुँदैन, त्यहाँ काउन्टरमा अलगै हुन्छ। अब काउन्टरमा सेनिटाइजर राखेको छु अनि हामी सेफ्टी मेजरको लागि अब मतलब कभर राख्न दिइरहेको छौँ। अनि आज आएको पैसा जम्मा मतलब त्यहाँ छोएर राखेर अनि हामीले सेनिटाइज गरेर अर्को पैसा हामीले दिने गर्छौँ। एक दिन 24 घन्टा राखेपछि मात्रै दिने गर्छौँ। त्यसरी गरेर गर्दाखेरि त्यस्तो खालको अहिले हाम्रो हुनुपर्ने त हाम्रो काउन्टरको टेलरमा बस्नेलाई हुनुपर्ने त्यस्तो टेलरमा बसेकोलाई त्यस्तो भएको छैन। हामीले पुरै सेफ्टी चाहिँ गरिरहेको छौँ। हजुर। अब भन्नुपर्दाखेरि अब यो कहाँबाट सर्यो कसरी सर्यो र कसरी थाहै हुँदैन है। अब अनि लक्षण चाहिँ यहाँलाई देखिए थियो? होइन लक्षण भन्दाखेरि अब मलाई चाहिँ खास चाहिँ जिउ दुख्यो अनि एकदमै जिउ ज्वरो आयो र त्यसरी चाहिँ हाम्रो लक्षण सुरु भयो। त्यसपछि बिस्तारै गन्ध हराउँदै गयो
अनि त्यसरी चाहिँ अब तीनवटा लक्षणहरू अब जिउ दुख्ने तपाईँको चाहिँ ज्वरो मेजर चाहिँ ज्वरो आउने हजुर अनि ज्वरो काट्ने त्यो खालको चाहिँ बिस्तारै सुरु भयो अनि हुँदाहुँदै गन्ध नआउने स्वाद नआउने खाना नरुच्ने त्यसरी बिस्तारै त्यसरी चाहिँ सुरु हुँदै गयो अब हाम्रो उसको हुँदाखेरि हाम्रो म्यानेजरको हुँदा जयराम महर्जन म्यानेजरको हुँदाखेरि उसको चाहिँ मतलब पुरै मतलब यो पिरालो दुख्ने अनि एकदम कमजोर हुने हिँड्न गाह्रो हुने त्यसरी सुरु हुँदै अनि ज्वरो सुरु भएको उहाँहरू हजुर पक्कै पनि यो रोगले एकदमै गलाउँछ भन्ने सुनेको छु मैले हाम्रो श्रोताहरूबाट अब अनि त्यस पछाडि अब अहिलेको स्थिति तपाईँको परिवारको अहिलेको स्थिति चाहिँ कस्तो छ अहिलेको सबै परिवारको नर्मल छ मलाई पनि त्यस्तो खालको कुनै गाह्रो छैन अहिले अब हिँड्दाखेरि यो मतलब यो अब अहिले चाहिँ गाह्रो चाहिँ के हो भने अलिकति टाढा जानु पर्यो अब एक भर्याङ चढेपछि रेस्ट दिनुपर्ने त्यसरी चाहिँ गाह्रो हुने त्यो चाहिँ विक चाहिँ एकदमै विक चाहिँ हुने अनि तपाईँको श्रीमती छोराहरूको स्थिति के छ ठिक छ अहिले चाहिँ श्रीमती छोरा सबै अब उहाँको चाहिँ अब 19 गते नै नेगेटिभ आएको छ उहाँलाई नर्मल छ त्यस्तो खालको कुनै पनि समस्या छैन भनेपछि अब बसाइ तपाईँको अहिले छुट्टै भइसक्यो होला त्यसो भए होइन होइन अब मेरोबाट ट्रान्सफर हुँदैन भन्ने कुरा मलाई जुन हाम्रो 14 दिन भइसकेपछि ट्रान्सफर हुँदैन भन्ने कुरा छ तै पनि अब मेरो सिटी भ्यालु पनि अब 25.5 छ अनि त्यो 25.5 र 30 भएको 30.9 भएको हुनाले मेरोबाट चाहिँ कसैलाई चढ्दैन भने त्यो खालको हुँदैन त्यसैले हामी एउटै उसमै बसिरहेको ए अनि दबाईहरू चाहिँ दबाईहरू खाइरहेको छु दबाई भन्दाखेरि पनि मेन चाहिँ अब भिटामिन हो हजुर अब हाम्रो प्रेम दाइको मतलब जुन उहाँको अब्जर्भेसनमा हामीले औषधि खाइरहेछौँ प्रेम दाइले जुन खालको हामीलाई चाहिँ यो खानु भनेर उहाँले फोनबाट भन्नुहुन्छ हामी हरिशलाई भन्छौँ हरिशले औषधि पठाइदिन्छ त्यसरी हामी चाहिँ काम गरिरहेको छौँ र हाम्रो चाहिँ यो सम्पूर्ण चाहिँ यो डाक्टरको जुन खालको चाहिँ प्रिस्क्रिप्सन हाम्रो प्रेमदास महर्जन र अनि आयुर्वेदिकको उसमा चाहिँ रुबी डाक्टरसँग सल्लाह गरेर हामीले दुइटै उसमा युज गर्छौँ हजुर अनि खानेकुरामा केही बदलाव केही परिवर्तन ल्याउनु भयो यहाँले होइन अब खानेकुरामा भनेको अब सबैले त्यही भन्छ माछा मासु खानुहोस् तपाईँको फलफुल खानुहोस् भनेको छ त्यो अनुसार चाहिँ हामीले चाहिँ माछा मासु चाहिँ हरेक दिन मासु अनि तपाईँको त्यो रगतको सेतो रगतको त्यो चाहिँ कन्टिन्यू हामीले खाइरहेछौँ र अनि दिउँसो तातो पानीमा फलफुल चाहिँ तातो पानीमा राखेर दिउँसो घाम लागेर बेला खान्छौँ अनि त्यसपछि काजु र बदाम त्यो सबै चाहिँ हामी त्यसरी पेस्ताहरू खाइरहेछौँ अनि यो मतलब तपाईँको चाहिँ यो ओखर हामी दिउँसो सबै एकै ठाउँमा बसेर हामी तिनैजना बसेर दिउँसो घाममा खान्छौँ अनि बेलुका चाहिँ अब सुपहरू खान्छौँ सुलहरू खान्छौँ चोलोहरू त्यसरी चाहिँ हामी खाएर ट्रिटमेन्ट दिइरहेको छौँ अब अहिले चाहिँ तपाईँको अब भनौँ न आत्मबल बढेको होला साथीहरूबाट फोन आउने धेरै चिन्ता नगर्नु भन्ने किसिमको हौसलाहरू आइरहेछ अहिले पनि साथीहरूको तपाईँको अब तपाईँको 14 दिन बस्ने हो तपाईँ अहिले बाहिर निस्के पनि हुन्छ भन्ने कुराहरू सबैले चाहिँ त्यो भनिरहेको छ त्यही पनि मैले चाहिँ अब यो पोजिटिभ नेगेटिभ आएपछि मात्रै बाहिर निस्कौँला भनेर म घरमै बसिरहेको छु एकदम सचेत हुनुहुँदो रहेछ त्यही अब आज चाहिँ एउटा सुगरको टेस्टको लागि मैले पुरै सेफ्टी गरेर सुगर टेस्ट गरेर आएको छु ए आज भर्खरै सुगर टेस्ट पनि गर्नुभयो हजुर 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 ए अब त्यो चाहिँ अब यो कोरोना बाहेकको छुट्टै आफ्नो तपाईँ सुगरको रोगी पनि हुनुहुन्थ्यो म त्यो पुरानो मेरो रोग भने प्रेसर र सुगरको औषधि खाएको 15 वर्ष भइसक्यो 15 वर्ष भइसक्यो प्रेसरको औषधि खाइरहेको छु ए हजुर हजुर यस्तो पुरानो रोग हुनेलाई चाहिँ कोरोनाले छिटो समाउँछ भन्ने कुरा हो कि जस्तो लाग्यो मलाई पनि तपाईँको कुरा सुन्दाखेरि अब मलाई चाहिँ अब टाइम लागेको हुँदाखेरि चाहिँ अलि सुगर प्रेसरको लागि अलिकति टाइमै लाग्ने भन्ने कुरा मलाई त्यो चाहिँ महसुस चाहिँ भएको छ
हजुर अरूलाई भन्दा अलिकति तपाईँलाई पीडा पनि धेरै भएको हो कि जस्तो लाग्छ है अलिकति गाह्रो चाहिँ हजुर अब जाँदा जाँदै अब हामी हजुर कार्यक्रमको अन्त्यतिर छौँ दिलबहादुरजी हाम्रा श्रोताहरूलाई अलिकति केही भनिदिनुहोस् न यस्तो भयो भने रोग लाग्छ अब मैले बुझेअनुसार चाहिँ तपाईँको चाहिँ 14 दिन चाहिँ तपाईँको आइसोलेसनमा बसिसकेपछि त्यो हामीले चाहिँ मतलब त्यो ट्रान्सफर हुँदैन भन्ने कुरा जुन WHO एउटा मापदण्ड र अहिले नेपालको स्वास्थ्य उसले पनि तपाईँको 14 दिन चाहिँ आइसकेपछि तपाईँको चाहिँ कुनै ट्रान्सफर हुँदैन त्यसमा चाहिँ त्यसै गर्नु पर्यो अब अन्तर्राष्ट्रिय उसमा त त्यसै गर्नुपर्ने भन्ने टेस्ट गर्नु पर्दैन भन्ने कुरा छ तर हामीले पनि यो कुरालाई नगरपालिकाले अलिकति एवारनेस गरेर कस्ट कम गराउन पनि सकिन्छ अब हामी टेस्ट गर्न जाँदाखेरि पैसा लाग्ने भयो तर 14 दिन मतलब लागिसकेपछि टेस्ट गर्नु पर्दैन भन्ने कलाको जुन चाहिँ अन्तर्राष्ट्रिय मापदण्ड छ त्यो अनुसारको चाहिँ एवारनेस चाहिँ सबैलाई गर्नु पर्यो भन्ने मेरो चाहिँ नगरपालिका हाम्रो समाजका सबै अगुवाहरूले त्यो खालको चाहिँ एवारनेस गर्नु पर्यो भन्ने मेरो चाहिँ एउटा चाहिँ सुझाव छ र म पनि के भन्छु भन्दाखेरि कोरोना 14 दिन हामी चाहिँ आइसोलेसनमा बसिसकेपछि त्यो कोरोनाले चाहिँ ट्रान्सफर हुँदैन त्यसकारण चाहिँ यसरी नै सबैले चाहिँ बुझिदिनु हुन म अनुरोध गर्दछु र कोरोना हुँदाखेरि आँटिनु भएन त्यसबेला जुन चाहिँ हामीले चाहिँ एउटा भिटामिन खाने अरू जम्मै चाहिँ यो खाना खाने जबरजस्ती खाना नरुचे पनि हामीले चाहिँ खाने त्यो सबै कुरा सबै त्यो सङ्क्रमित साथीहरूले पनि त्यसरी चाहिँ सब मतलब गरिदियो भने त्यो निको हुन्छ र मेन कुरा अक्सिजन मापदण्ड अक्सिजन र पल्स त्यो चाहिँ नाप्ने र ज्वरो नाप्ने त्यो तिनवटा चिज हरेक चाहिँ मतलब यो घरमा चाहिँ हुनुपर्छ भन्ने चाहिँ जो चाहिँ सङ्क्रमित हुनु बाँकी साथीहरू छन् उहाँ सङ्क्रमित नभएकाहरूले पनि भएकाहरूले पनि त्यो खालको चाहिँ अक्सिजन नाप्ने र एउटा चाहिँ ज्वरो नाप्ने चाहिँ हरेक घरमा भइदियो भने हामीलाई चाहिँ घरमै आइसोलेसन बस्नलाई एउटा सजिलो हुन्छ र 14 दिनपछि हामी बाहिर निस्किँदा हुन्छ भन्ने कुरा म भन्दै यहाँहरूले जुन कुराहरू यो अवेरनेसको लागि तपाईँहरूले गर्नुभएको जुन आयोजन छ उहाँहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु यसरी नै तपाईँहरूले चाहिँ हरेक दिन यसरी चाहिँ एउटा चाहिँ अवेरनेस कार्यक्रम गरिदिनु हुन म अनुरोध गर्दै म यहाँहरू सबै परिवारलाई यहाँहरू त्यो यो मिथुन परिवारलाई धन्यवाद दिँदै म हाम्रो पनि धन्यवाद दिलबहादुरजी हाम्रो कार्यक्रममा आई श्रोताहरूलाई जानकारी दिनुभयो सुझावहरू दिनुभयो अमूल्य समय दिनुभयो र यहाँको सुझाव पक्कै पनि श्रोताहरूले मनन गर्नुहुनेछ भन्ने आशा गर्दै स्वस्थ रहनु होला भनेर म यहाँसँग आज छुटिन चाहे धन्यवाद श्रोताहरू उहाँ हुनुहुन्थ्यो दिलबहादुर महर्जन कीर्तिपुर नगरपालिका वडा नम्बर 9 कीर्तिपुर सहकारीका अध्यक्ष पनि हुनुहुन्थ्यो र सहकारी सङ्घका चाहिँ संयोजक पनि हुनुहुन्थ्यो है उहाँ अब उहाँसँग आज हामी कुराकानी गऱ्यौँ अब कार्यक्रमको समय सकिएको हामीले सङ्केत पाएका छौँ आजको लागि समय सन्दर्भबाट शङ्कर थापा र युनिक साक्य बिदा चाहन्छौँ शुभ